अतीतका मिठा सम्झना लाँदैछु, सम्झना लाँदैछु। बालापनदेखि खेलेको आँगन छोडेर जाँदैछु। कसरी बिर्सौँ सङ्गिनी सँग भेट हुने पाधेरो। बिर्सु त भन्छु झन् याद आउँछ, बिर्सु त भन्छु झन् याद आउँछ। मन हुन्छ अधेरो, मन हुन्छ अधेरो। बालापनदेखि खेलेको आँगन छोडेर जाँदैछु। यो चोली आँसुले छोरा पो
बाँचेको छु म तिमी बिना मुटु रुक्छ तिमी बिना सास रुक्छ चाहिँदैन अरू केही तिम्रो माया पाए पुग्छ तिम्रो माया पाए पुग्छ तिमी छेउरा पो हाँसेको छु म तिमी छौर पो बाँचेकी छु म अधुरो तिमी बिना तिमी छौरा पो हाँसेकी छु म तिमी छेउरा पो बाँचेको छु म अधुरो बाती बिना संसार अधुरो साथी बिना तिम्रो सिउँदो भर्छु मलाई माया गर मेरो सिउँदो भर उता खाने आफ्नो ठाउँमा तर पाउँदैन खुट्टा समातेको छ तर टिप्लिएला गाडी तिमलाई पाउनु मैले भाग्य हो यो मेरो तिमी बिना मेरो संसारै अँधेरो हो तिमलाई
तिम्रो खुसी मेरो, तिम्रो आँसु मेरो। नेपाली बिहामा भेटभाट हेर्ने बुटोलमा यिनको बिहामा के बुटोलमा हजुर हजुर हामीले भान्जीको भान्जी हजुरलाई बनाएको यहाँ भन्नुभएको थियो उहाँ हुनुहुन्थ्यो भन्दाखेरि सँगसँगै बिहा भएको भान्जीको माया त यस्तो माया त यस्तो माया त यस्तो माया त यस्तो नजिक टाढा जहाँ भएनी दुश्मनै सारा संसार भएनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस् माया त यस्तो होस् माया त यस्तो होस् होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमान केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमान मन कहिले नदुखोस् माया त यस्तो होस् माया त यस्तो होस् कहिले नघट्ने होस् कहिले नछुट्ने होस्
बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा ढिक्कैले नमरोस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो होस् माया त यस्तो चित्त बुझाउनुहोस् मैले बाबे
What
बाटो थिएन त सिकाउनु पर्दैन क्या आज त घरमा आउँदै छिन्दै बे दैलो मनाघि मेटाइरेखे आज त घरमा आउँदै छिन्दै बे दैलो मनाघि मेटाइरेखे सबै रङ्गा मुहारका रङ्ग अब यो घर तिम्रै भोसर अब यो घर तिम्रै भोसर अब यो घर तिम्रै भोसर राम्रो होस् यतिको लागि निकेला अघि आउनु पर्यो हात खुट्टा नानीलाई तर तिमी यता बस्छ नमस्ते सर नमस्ते हामीलाई चाहिएको
हातलाई गर्ने होइन सबैलाई गर्ने हो कोही पण्डित छैन पण्डितको होसाले थियो हो हजुर आफै पण्डित टिकाउनु लगाइदियो मङ्गलम भगवान् विष्णु मङ्गलम मङ्गलाय तनहरि नारायण हरि हरि तिमीहरूको दाम्पत्य सुखमय रहोस् यही मेरो शुभकामना अनि आशीर्वाद अहिले ल परमेश्वरी ल मम्मी बाबालाई कहिल्यै नेगेटिभ नसोचे तिमीहरू दुईटाको कहिल्यै मनमुटाव नहोस् जीवन सुखमय रहोस् यही हाम्रो शुभकामना यही हो त्यही भएर पण्डित हुनु भनेको तपाईँले एउटा पण्डित चाहिन्छ मलाई हेरेछ आमा बसेर लगाइदिनु है अलिक छेकियो कि सबै फुली लासी त्यो टाउको निउरी पारेर नराख्नु यस्तो ठाडो बनाउनु त उता नि देखिएन उता नि देखिएन कि हात तान्यो र अनि जोग गरेर आधा त देऊ न राम्रो होस् जस्तै होस् यही टिका लगाइदिने ढाक पनि सोझो बनायो त्यसरी गर्नु उयो गर्नु भने यिनीहरूको उसमा चल्ने हामी अब पछि गराउन नभए खाना मन लाने पैसा ठाडो ठाडो दिदी खान दिनु त
हजुर किन खाना खाऊ है बाबु खाना खानुभयो जाने अब एकछिनमा कान्छी सानीमा यहाँ लागेको सानी अब पार्टी यही गर्ने त होला सबै ठिकै सानी हो र हजुर सानीमा त्यो एउटा लिखा दिनुभयो लिखा बनाइदिनु अन्त लिखा मात्रै बिहाको कुरो आएको छ बसेर लाउनु पैसा कितनी बेला छिटो हो कि काम छिटो पैसा खोज्नु सानो कतेर पाउनुहुन्छ हजुरले ल है ल है गीत पनि गाउनुहोस् त एउटा गीत पनि गाउनुहोस् हो ती पैसा बोक्नुहोस् बुहारी त्यो बाहिर ठिक छ मलाई म त अब बुढी कतिवटा थियो म त गर्न 16वटा कतिवटा दुईटा पाइएन है यो
त एउटा हजुर त पाउँदै मार्यो यता मार्यो खेलो है खै एउटा गीत गाउनु न त्यही बनाएको मैले जोडो बनाएको यहाँ मुखेर धेरै पार्टी भएको बेला हो आज अब भोलि त्यसरी यहाँ भिडियो क्यामेरामा निकाल्नु एउटा त मैले दुईटा त मैले पनि पाएँ अहिले गाएको भन्दा एउटा पाएँ गाएको भन्दा एउटा पाएँ आमा सक्नु न जमराले गर्नु यतै आयो फेरि यता यहाँ रोकियो छ हो त्यही रङमा दिइरहेको छ के त कस्टमैसित भुला नि एउटा कतिवटा छ नि भन्नुहोस् न बच्चा भाडाको खेल्ने काम चाहिँ 3टा सिने भयो ल भयो अब एकचोटि यिनीको भयो दुईचोटि चाहिँ यिनको जित भयो यसो राख्नु तिम्रो यो भाउ कसैलाई पछि त के पहिला सार बुढी सासलाई साइने काइने भोर्ने हेरिदिन्छु न अब बुहारी भोलि बिहान पनि दिने भागेले भाग त एक वर्ष नाति देख्नु भाग दियो अब भयो ल